एरियल बल यहाँ र अन्त्यमा भने यहाँ मच्छिन्द्रले लिड लिन सफल रहेको छ र यहाँ सेल्ता खोल्न सफल भएको छ र रिप्लेमा देख्न सक्छौँ हामी जोनाथनको राम्रो फ्री किक र राम्रो हेडर यहाँ प्रदीपको तर्फबाट राइट ह्यान्ड साइडको लोवर कर्नरमा फिनिस गरिदिएका छन् र क्या सेलिब्रेसन थियो त्यहाँ प्रदीपको तर्फबाट। यहाँ फेरि पनि मच्छिन्द्रको लागि राम्रो बल निकालिदिएका छन् त्यहाँ र अन्त्यमा भने इसाक यो बललाई फिनिसिङ गर्न सफल र फेरि पनि इसाकको क्या दामी सेलिब्रेसन छ यहाँ र इसाक केही चान्सेसहरू त बनाएको थिए अब भएको छैन भगवती क्लबको तर्फबाट। यहाँ रिप्लेमा देख्न सक्छौँ क्या कुल एन्ड कम्पोज टाइपको फिनिसिङ थियो इसाकको किपरलाई एन्टिसिपेट गरेको थिए र राम्रो फिनिसिङ र उत्तिकै राम्रो सेलिब्रेसन पनि यहाँ इसाकको तर्फबाट।